everyone, welcome to my new vlog. आज चाहिँ म बुदुक आएको छु छ्यामाकोमा। के अड्किन्छ अगाडि चाहिँ मेरो दाइ हिँड्दै हुनुहुन्छ। हामी चाहिँ यस्तो घुमघामको लागि हिँडेको। अगाडि अगाडि मेरो दाइ चाहिँ गफ हाँक्दै हिँड्दै हुनुहुन्छ क्या। ओ माई गॉड गाइस, सुन्तलाहरू देख्न सक्नुहुन्छ। मेरो दाजु चाहिँ यहाँ फोटो खिच्दै हिँड्दै हुनुहुन्छ। कस्तो नराम्रो आउँछ म यसमा। लाइक सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा। सब्स्क्राइब गरिदिनु हुन्छ रे। फेरि भन्न भन्दैन अब त। भन त के भन्नु? यसलाई मेरो युट्युब च्यानलमा लाइक सब्सक्राइब गरिदिनु है दिदी। आमामा गाइस, बुदुकमा सुन्तला किन्नु आउनु होला। बगानै बगान छ तर मेरो क्यामेरामा अलि मजाले देखिँदैन रहेछ। हामी चाहिँ अहिले आधी बाटो पुगिरहेको छौँ होइन। अब के भन्छ, यस्तो नराम्रो क्यामेरामा किन भिडियो बनाएको भनेर चाहिँ कमेन्ट नगरिदिनु होला। के गर्नु, जे छ त्यहीमा रमाउनुपर्छ। मेरो फोन यस्तै छ। अब म पछि पैसा कमाएर आइफोन किन्छु, त्यसपछि राम्रो भिडियो बनाएर हालौँला। अहिले यति नै चित्त बुझाइदिनु होला। म त्यस्तो बोल्नु त जान्दिनँ, तैपनि हेरिदिनु होला मेरो भिडियो। अब बोल्नु त्यस्तो एक्सपिरियन्स छैन, किनभने यो मेरो फर्स्ट भिडियो हो। म बोलेर हाल्नु आँटेको। गाइस, यहाँहरूबाट चाहिँ कस्तो राम्रो देखिँदो रहेछ। त्यहाँबाट हिमाल पनि थियो तर अलिकति यहाँ के भन्छ नि, अन्त मेरो फोनमा अलिकति अब के गर्नु, नराम्रो छ फोनको क्यामेरा, त्यही भएर अलिक देखिँदैन। तर दाजुलाई चाहिँ राम्रो देखेको छ है। कस्तो पछाडिबाट त सुहाएको छ तपाईँलाई। जस्तै मलाई पनि उड्न मन छ। गाइस, वेलकम टु द बुदुक बजार। हामी चाहिँ अब बुदुक बजार झर्नु आँटिसकेको छौँ। त्यहाँ परतिर चाहिँ क्या यहाँ पर हिमाल छ, तर मेरो फोनमा त अलिक देखिँदैन होइन। त्यही भएर मैले हजुरहरूलाई देखाउन सकिनँ, सरी। गाइस, हामीहरू चाहिँ यहाँ झरिसकेका छौँ। अब भित्र जानुभएको भित्र मतलब बजारभित्र छिर्नु भएको नि छ। मेरो दाजु चाहिँ यहाँ गफ हाँक्दै हुनुहुन्छ उसको साथीसँग। गाइस, हामी चाहिँ यहाँ चोकतिर आइसकेको छौँ। दाजुले हेरिदिइरहेको साथीहरू। हामी चाहिँ यहाँ बजारमा छिरिसकेको छौँ। हामी चाहिँ त्यहाँ पर चोकतिर जाने गरेको। यहाँ चोक हो कि कहाँ पो? स्कुल कहाँ छ? ए के को यहाँसम्म आउँछ? परसम्म नि उतै थियो। गाइस, म चाहिँ यो बुदुकको
खेल मैदानमा छु अनि यता देख्नु सक्नुहुन्छ हजुरहरूले कता हो चाहिँ स्कुल पनि छ नु मेरो दाजुलाई कस्तो सुहाइरहेछ यो ज्याकेटले यो तलतिर चाहिँ बुधुको स्कुल भनौँ न ब्याचलर पनि पो पढाउँछ अरे त यहाँ त एजुकेसनमा ब्याचलर पढ्नु आउनु होला तपाईँहरू म चाहिँ आउँदिनँ म पढ्दिनँ तर साँच्चै मेरो दाजुलाई कस्तो सुहाइरहेछ यो ज्याकेटले यता पनि फिर्किन्न हेन्डसम देखेको छ मेरो दाजुको लागि भाउजूहरूको अडिसन ओपन के छ चोप सल्लाहको चोप ए झन्डै बस्दा पनि हेरेर बस्नु यो ब्याचलर पढाउने स्कुल त सानो देख्छु त स्कुल डाटा बजारको भन्दा थोरै बिल्डिङ छ नि अनि ब्याचलर पढाउँछ अरे त अलिक सानो रहेछ गाइज होइन कस्तो सनराइजतिर राम्रो देखिँदो रहेछ लो अड्केको यसरी राम्रो देखिँदो रहेछ मेरो दाजुले चाहिँ एउटा बल पाएर आफै एक्लै खेल्दैछ मलाई चाहिँ यस्तो राम्रो आइरहेछ र कस्तो बसिरहेको जस्तै लाग्छ दाजु चाहिँ गएको छ सो गाइज हामी चाहिँ बजारदेखि फर्किसक्यौँ बाटोमा छौँ रात पनि पर्न आँट्यो 5 बज्न आँटेछ अनि मेरो चार्ज पनि घटिसक्यो सकिन आँट्यो मेरो दाजु अगाडि जाँदै हुन्छ यति साह्रो फोनमा किन घोप्टेको कुनी के हेर्दै हुनुहुन्छ थाहा छैन मलाई इफेक्ट लाउँदा त म नि राम्ररी देखिन्छु नि हौ रियलमा देख्यो भने मान्छे तर्सेर टप चाहिँ ख्यामाको घर पुग्न आँट्यौँ के भनेर मैले गफ राख्नु पनि आउँदैन ल गाइज आजको भ्लग यति नै अब अर्को भ्लगमा भेटौँला अन्तिममा के भन्न चाहन्छु सो गाइज आज के भन्नु अन्तिममा के भन्न चाहन्छु भने मेरो यो भिडियोलाई लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु नबिर्सिनु हस् त बाई